के हो के छ हो बाहिर हेलो बेपो तिमीलाई यसरी जुत्ता खोल्दियो के गर्नु मलाई जलाको जेलस फिलिङ जेलस यार केही गर्न पर्दैन नाको पार्न पर्दैन भो घुमेर आइसक्यौ सब थाहा छ मलाई सब थाहा छ भर्खर राइडबाट आउँदैछ ए कस्तो भयो तिम्रो राइड बेबो भन न मैले एक मान्छेहरु मैले चिनिसके रिसा कि तिमी बाहिर पकाउ न है खबरदार कि तुमने एक शब्द भी मुंह खोला तो बेबोलाई फकाउन सकिन्छ सकिन्छ एक चुमा हान न यस्ता जुठो मुखहरुको चुमा खान पर्छ छेउ खाँदाखेरि जुठो हुन्छ सबैले त्यस्तै भनेछ मलाई त तले के भन भने नि सबैले यहाँ किराले टोकेर यो घाउ बनाइदिएको थियो त नि मैले नि भाइरस बुढाहरुको साथीभाइहरुको त कुरा सुन्ने गरे हैन मैले हुँदै होइन नि त्यस्तो त मैले कहाँ गर्छु त नि साँच्चैको भात छैन बुढा पकाएको छैन कसम अनि यहाँ लाइभमा बस्नुपर्छ कि अनि भात पकाउनु पर्छ तिमी कतिखेर आउँछौ अनि आए पनि नआए पनि आफ्नो लागि पकाएर खानु पर्छ कि पर्दैन हामी आउँदा न त भात पकाउनु भन्न भाइरस दागाऊ म भात पकाइदिन्छु अब टिप गर्छ अब जाऊ ल ल हैन बस्नु पर्ने हो त टिपी बस्नु पर्ने हो त हौ भाइरस अहिले नबजाऊ के राति बजाउला नबजाऊ के राति बजाउनु अहिले नबजाऊ के नबजाऊ के राति बेबो उठेन भने बजाउनु बेबो उठेन भने बजाउनु के थाकेर आएको होला बिचारी एउटा टाउकोमा लाउनु चिम्टीहरु टन्नै छ त हौ यतातिर त्यहाँ तिम्रो त सामानहरु छ हो त्यहाँ झोला चाहिँ अर्को झोला कति हाँस्नु र अनि ठिक छ तिमीलाई मन फुल्लाइदिएको ल गुवा फुल्ला अब के हुन रोक्सो लाग्दैन तिमीलाई ठिक छ अहिले भयो ठिक छ तिमी ठिक छौ लु बोल्नु पनि तिम्रो ओठमा के भएको के सहेर बोल्दैछ तिमी किराले टोकेको किराल टोकेको के थाहा बेबोले टोक्दियो कि मैले नटोक्दिएर कसले टोक्दियो हुन्थ्यो जस्तो लाग्छ त नि त्यही भएर किराले रे तिमीलाई हेर नि किरा बनाएको घर पुग्ने बित्तिकै उतो ए म्याकुरी भर्खर आएको साइडबाट बेन्जाले नङ्गु ज्याले नामा ज्याले रोकोटे जाले बेन्जाले यु ज्याले यु ज्याले यो गुखा जस्तै अब भाइर छाडा मलाई ल्याइदेऊ न ल खानेकुरा म पनि खाइदिन्छु थ्याङ्क यू सो मच माझ्याले हामी आँखा भोको सुत्यौ दुईजना सबैजनाले भ्युर्सले देखिरहेको छ के हो त पहाड भनिरहेको साइडमा बजाऊ न बजाऊ कस्तो नाइस बजाउँछु
तिम्रो त्यो बजाएको सुनेर मलाई तिर्खा लाग्यो जेआर थ्याङ्क यू सो मच यस रातो हो भने तिम्रो निको भयो आँखा रातो होइन कि मुटु रातो भएको मेरो मुटु भाइरसलाई नजिस्काऊ मलाई आज त नजिस्काम है वेबसाइटमै छ मार्यो भने मलाई गाली गरिन् भने के हुन्छ के हुन्न तर जिस्काउनु पर्छ जिस्काउनु त अर्काको बुढोले त हाम्रो त भयो पनि जिस्काउनु अर्काकै बुढोलाई मोच गर्ने हो कन्ने केटालाई जिस्काउँदा त के पो हुन्छ त अबि भ्याउँछ सोधन हौ ए बुढी कसले ल्याएको केले होइन हौ नयाँ खुरी तिमीलाई त भन्नु पर्यो क्या मैले सोध न एकचोटि कसले ल्याइदिएको भनेर सोध न ठुलो मम्मीले बाहिरदेखि ल्याइदिनु हो क्या आइसक्नु भइसक्यो आउनु भएछ अनि ठिक्क ल्याइदिएन त्यो क्याटबर्डहरू पनि छ खाऊ न उसलाई पनि देऊ बेबो बोल्दैन म अब रिसा कि आई लभ यु के नरिसाऊ पछि टेन्सन नगर भाइरस अनि तिमी बेबोलाई मसाज सजाज गर्नु पर्दैन तिमी घर पुगेर लाइभ बस्ने भात सात पकाउनु पर्दैन बिचारी थाकेर आएको होला के भएको बुढाको नाममा कलङ्क नहो भात पकाऊ कि भाइरस जाऊ साथी तिमीहरू केही नखानेको हो अनि के चाहिँ खाएर आउनु हामी कुन बेलासम्म भन्न त हामी कति बजेसम्म कहाँ कुन ठाउँमा थियौँ होइन म त सोचिरहेको थिएँ म त पकाउनु सोचेको थिएँ फेरि दुईजना अब नखाने खालकै छ फेरि अनि बा म त खाएर आउँदैन कि फेरि ठिक्क फोन गरेको अनि ठिक्क पानी ओसारे अनि ठिक्क आएर क्लिक मात्र गरेँ लाइभ बस्नुको लागि क्लिक सिलिक होइन म भेल्टारदेखि मुनि आएँ भनेपछि त लाइभ बस्नुपर्छ कि भात चाहिँ पकाउनु पर्छ नआइज उतै जा माइत जा सिधै भात खानु माइत जा भन्नु पर्छ यत्रो लाबाट सबै यहीँ रहेछ एक रास अघिदेखि माग्दा पनि किन चिम्टे मागेको होइन यो त मैले टिपेर राखेको यहाँ बे भुइँ भरि छ भाइरस मेरो नेट अलिक सोलो छ अहिले पछि जोडौँ ल नेट अलिक सोलो छ क्या ल